अहिले त फेरि म यहाँले फेरि अब गुन्द्रुक पहिले रेडी बनाइसकेँ गुन्द्रुक चाहिँ अब सुकाउन लागेको अवस्था छ। कस्तो भएको छ खालि कुखुरा कति कसरी हो त नि यो एउटाको ए त्यसो नभन्नु अर्को कुरा अधिकारलाई कहाँ त्यो त भन्नुभएको छ नि यो हाम्रो पहिलाको झाक्रे हुलेको चाहिँ यस्तै बिति बेला फुक्पा गर्थ्यो क्या कुचोले ओ के हो हजुर अब दाता माताल जता जता हटाउँछ उताउँदै काम त गर्नु पर्यो। यो त म यहाँ यसरी बिचरा बिहान बिहानै उठेर गुन्द्रुकको लागि सागहरू एकातिर मुलाहरू एकातिर गरेको छ हेर्नु त त्यो सबै गुन्द्रुक बनाउनेलाई होइन गजब छ मुला ल भर्खरै बिहान पनि भयो। ओ त्यो त के को धुवा आएको त्यो त के भएर छ हिमालमा के भएको पानी आएको हो कि के भएको त्यस्तो ए ए अच्छा अच्छा ल ठिक छ ल ल हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। आशा गर्छु सबैजना सधैँ आरामै हुन्छ होला म पनि सधैँ आरामै छु। ओ म यहाँ के लिएर आएको के हो ए यो त पानी हाल्ने विचार गरेँ मैले नि त साग कस्तो भएको छ फुटेछ ए फुट्यो नि यस्तो उसमा त यो के भन्छ अरे चिसोमा त फुट्छ कि ल हेर्नु साग कस्तो छ तातो खान्छ त्यस्तै मजा जान्छ तातो 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 सुप खाए पो शरीर पनि हिट हुन्छ। अनि खोसेर लगाइदिएको त यो बच्चा जे चिजलाई पनि खानाकै मात्रै ध्यान छ त अनि इले हेर्नु त अब यस्तो हरियाली भएको छ। म अचम्मै लाग्दैन कि हिमाल के भएको त नि आज पुरा बादलै बादल उड्छ फेरि यता छैन कि जुन टाढा त्यो हिमालकै त्यो तर साइडतिर हो कि के भएर छ काले त केही बुझ्न सक्यौ तिमीले केही बुझ्न सकेको भयो भन के ल के भयो रे तिम्रो कुरा फुटेछ पाइप पाइप हालिदिनु पऱ्यो कि बिचरा प्याकै प्याकै पऱ्यो पानी नभएर हरियाली त्यस्तो हरियाली छ। अब काम बनाउनु पर्छ फेरि पारियो काम नानी अब हजुरलाई थाहै छ त फेरि अनि त्यसैले अब चलो कहाँ पानी हाल्ने घुमेर यो साग सब्जीलाई हरियो परि बनाउने काम गर्दछ यसले। हेर्नु हजुर मेरो ठाउँ यस्तो छ यस्तो ठाउँमा बसेको छु म गजबै छ आफू जन्मिएको ठाउँलाई नै यो चाहिँ मेथी हो त्यो उतापट्टि यो बिचको चाहिँ जुन मेरो छाया देखिएको चाहिँ त्यो चाहिँ त्यहाँ चाहिँ दाल छ उतापट्टि जौहरू केराउहरू छ अनि जुन यो यस्तो मैले छेकेको छु नि यो के हो थाहा छ स्याउ मैले स्याउ लगाएको छु कि टौवा अझै पनि डङ्ग्राङै छ भैँसी तल खेततिर छ काली भैँस अब ल अब यहाँ पानी सेट गरिदिनु पऱ्यो अनि फेरि घुमाइदिनु पऱ्यो कि यहाँ अनि र मैले चाहिँ तल राखिदिएको भेन्टाको बिरुवा गरेको थिएँ नि त्यही भएर यसलाई चाहिँ मैले माथि राखिदिएको छु अब माथि घुम्छ जस्तो मैले मानेको छु यहाँ हेरौँ कस्तो हुन्छ खोल्नु पऱ्यो पानी बल्ल खुसी भयो ल बल्ल भेट्यो ठिकै छ ठुलै भइरहेको छ नि कि बिचरा ठुलै भएर घुमिरहेको छ त जस्तो अरू जग्गालाई नि भेट्छ त थोरै भेटेको छैन क्या केही हुन्न। अहिले त फेरि म यहाँले फेरि अब गुन्द्रुक पहिले रेडी बनाइसकेँ गुन्द्रुक चाहिँ अब सुकाउन लागेको अवस्था छ। कस्तो भएको छ खालि वा खुसबु त कसम ज्यान मारे खुसबु छ नि त गुन्द्रुकको त गजब रहेछ खालि गजब गजब बच्चा ओइ ओइ आई ये ये के हो यार यति हुन त उखानै छ नि त गुन्द्रुक पकाउनु पर्दैन सारी पकाउनु पर्दैन भन्ने थाहा छ नि त त्यही हो सेम यता पनि फेरि रेडी हुँदैछ ल हेर्नु त्यो चाहिँ बिहान रेडी बनाएर राखेको यहाँले अनि त्यहाँ चाहिँ मुला पनि छ। गाउँघरमा बसेपछि यस्तै हो अर्ग्यानिक तरिकाले चाहिँ
सबै अर्ग्यानिकै हुन्छन् कि त्यो त्यही भएर चाहिँ अब मैले टक्क पानी थिइनँ अब खानापिना खाएर अब काममा पनि जानुपर्ने हुन्छ पारी काममा लागिएको छ मलाई लाग्छ तपाईहरु पनि अगाउनु भयो जस्तो लाग्यो यो चाहिँ तपाईहरुलाई बढी नै भयो जस्तो लाग्यो बाबै बाबै यस्तो यता माथि फेरि दुई नाङ्लो छ उता अझै एक नाङ्लो छ गुन्द्रुक चाहिँ बनाऊ है बनाऊ अब गुन्द्रुकै अब गुन्द्रुकै व्यवसाय गर्न पर्ने जस्तो यहाँ मैले मेसो देखिरहेको छु साग हेर न साग पनि भवालै छ त अहिले यतापट्टिबाट हेर न यता उयो तलबाट भेटिन्छ होला कि यताबाट ल त्यहाँ अब अर्को पनि झऱ्यो ल हामी चाहिँ काममा हिँडेको अब सुन्तला चाहिँ खाइएकै छ गजाबसँग चाहिँ आफ्नो घरमा यतिकै सुन्तला नै भएको छ र अब अलिअलि बेला बेला चाख्न पाइएको छ कि होइन काका ल ठिक भयो ल हामी चाहिँ हिँड्ने यो काममा अब गजाबसित आज राम्रो गर्नुभयो क्या यहाँ चाहिँ ठिक गर्नुभयो कि गजाबको बाटो बनाउनु भएको छ उहाँले यति त हुनै पर्यो नि हो ठाउँ चाहिँ एकदमै गजाबको ठाउँमा बस्नु भएको छ दाइ चाहिँ यतातिर हामी चाहिँ आइयो आज फुपू पुसाउ नमस्ते आराम हुनुहुन्छ ए ल खाना खानुभयो ए ल ठिक छ ल ल आज हिजो यति गरिएको छ अब आज चाहिँ हामीले चाहिँ अरू काम गरि नै छ निकै गजाब देखिएको छ ल मैले यो बाटो पनि गरेँ अनि यो पार पनि गरिसकेर यो चाहिँ सक्यो अब त्यो चाहिँ बाटोको पाली छ फेरि काकाले फेरि पुरा प्लास्टर गर्दै हुनुहुन्छ हाम्रो सोम काकाले गजाबसँग अब आगो पनि यो पाटो छ यो पाटो हुँदैछ कामहरू गजाबसित अब मेरो पनि यतातिरको पाटो चाहिँ अब क्लियर भएपछि हुन्छ कि गजाबसित ल हुनुहुन्छ मान्छेमा कता पुगेर आउनुभयो र कान्छी आमा फुपू आराम हुनुहुन्छ के अरे हामी पनि खाम न के हो तपाईँ आफू मात्रै खाने थियो चब चाप्नु त पाएनै छैन त दबाई ओरिजिनल एकदम राम्रो खालको एकदम छुर्पी हो यो फुपूले दिनुभएको छ र खाइयो छ गजाबसँग हामीले चाहिँ खाजा खाँदा मैले चाहिँ यो सकेँ र यतातिर चाहिँ गर्दैछु मैले टिप प्लास्टर कस्तो देखेछ कमेन्ट गर्नु होला है साथी दाइले चाहिँ भित्र प्लास्टर गरिदिनु हुन्छ यहाँ फेरि उता सकेर फेरि यता पनि अलिअलि गर्नु पर्यो सब रात पर्ने बेला भयो भनेर अलि यहाँ पनि फिनिसिङ गरिदिनु पर्ने क्या के गर्नु हजुर अब दाता माताल जता जता हटाउँछ उता उतै काम त गर्नु पर्यो
सकिन लाग्छ सिर्लिक्क हो त सिर्लिक्क त हुनै पर्यो नि यो त होइन काका पनि हुन्छ क्या हाम्रो पहिलाको झाँक्री होलीको चाहिँ यस्तै बिदी बेला फुक्पा गर्थ्यो क्या कुचोले ल गजब ल ल ओके काका अब ओके डन गरिदियो ओके ल आजलाई चाहिँ हामीले चाहिँ बाहिर टिप लगभग मैले टिप पनि सकेँ अनि भित्र प्लास्टर पनि भयो थोरै प्लास्टर पनि गरियो हुन्छ अब 2-4 दिनलाई छ अब काम 2-4 दिनपछि अब सकिन्छ अब भनौँ न काम अब बाहिरलाई बिदाबादी गर्ने छु 2-4 दिनमा निकै राम्रो भएको छ टयलेट हेर्नु त हाम्रो फुपूको कुरा आम्मा हेर्नु त कति हो त नि कुखुरा पनि आम्मा हो त्यो त गजाकै छ होला कि हो त्यो भारी चाहिँ ठोकिँदै हिँडिआएको छ थुप्रो छ कि कुखुरा फुपू कुखुरा कति कसरी हो त नि यो एउटाको ए ल ल ल ल ल कुखुरा त ठिकै छ नि यस्तो राम्रो लोकल कुखुरा त यस्तो राम्रो हो नि गजबको हुन्छ नि त्यो त सानो हुँदैको हो नि त्यो त नि त्यही भएर हो क्या कहाँ यत्रो कुखुराले 500 मा घा पाइन्छ यो त धेरै त होइन यो 700 दिनुपर्छ धेरै त 700 दिनुपर्छ ए ल ल ल लाग्यो हामी ल ल बस्नु होला राम्रोसँग अब टोइलेटलाई पनि भोलि नै भेटौँला अब आउँछु म ल ल कतै नभयो भने त्यसो नभन्ने गर्नु है अर्को त्यसो नभन्नु है अर्को राधिकालाई कहाँ त्यसो भन्नुभएको त हाम्रो नि हाउनेले त हो राधिका हाँसो त गर्नुपर्छ पोरो क्या हाँसो गर्नु पाइयो नि हाँसो गर्नु कता हो म त्यताबाट जान्छु ए ल ल ल र दाइहरू चाहिँ अब तलबाट जानुभयो म चाहिँ यता माथिबाट एउटा सर्टकट पर्छ कि म जाने चाहिँ अब घरतिर जानु पर्यो अब रात पनि पर्यो अब फेरि भोलिको लागि फेरि प्रिपेयर हुनु पर्यो अब आराम गर्नु पर्यो र आजको भिडियो चाहिँ म यति गर्न चाहन्छु र भिडियो के कस्तो लाग्यो हजुरहरूलाई पनि यसो भिडियो मन पर्यो लाइक र च्यानल सब्सक्राइब गर्न नबिर्सिनु लाउँदै अर्को भिडियोमा भेट्ने बाचा गर्दै बिताउन चाहन्छु म पनि हस्त जय नेपाल।